तिम्रो आमा कति वर्षमा घर बिताउनु भएको? 6 वर्ष भइसक्यो। अहिले 6 वर्ष भयो। ए ठिकै छ, तिमीले एउटा आमाको उन्नति गीत गायौ होइन, त्यसको लागि तिमीलाई धेरै धेरै धन्यवाद छ। र केही पनि पिर लिन हुँदैन, सङ्घर्ष हो, गर्नपर्छ। तिमीहरू सबैको यस्तै हुन्छ, हेर्दा आफूलाई मात्रै पर्या जस्तो हुन्छ। दुनियाँ संसार नै यस्तै हुन्छ है, सबैतिर हेरेर चित्त बुझाउनु पर्ने हुन्छ। राम्रो गर, भोलिका दिनमा तिम्रो सब लक्की भएको देख्न पाऊँ हामी। त्यही नै हो, तिम्रो लागि एउटा सिप सिकाए पनि एउटा नाताले जन्म नदिउँला, तर कर्म दिने हामी पनि तिमीहरूको लागि एउटा आमा नै हुन्छ। बुझ्यौ? ल धन्यवाद है। ताली बजाइदिनु न सबैले।